हेलो एभ्रिवान, सेवा नमस्ते सबैजनालाई। स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ म धेरै समयपछि आएको छु अनि मेरो बहिनीहरू हुँदाखेरि चाहिँ हाई भन्दै त ल हामी चाहिँ आज चाहिँ हामी कहाँ गइरहेको छौँ भन्नुहुन्छ भन्दाखेरि हामी साकेला पार्क गइरहेको छौँ। साकेला पार्क गइरहेको हो हामी चाहिँ। अनि आज चाहिँ हाम्रो साकेला छ अनि हामी चाहिँ बिहानै गइरहेको छौँ। अनि अहिले चाहिँ हामी खाजा बनाउन आएको। खाजा बनाइसकेपछि हामी अनि त्यस पछाडि रेडी भएर आउँछौँ। किप वाचिङ गाइज। म आज तपाईँहरूलाई हाम्रो साकेला कस्तो हुन्छ देखाउँछु है त। ल फाइनली हामी चाहिँ साकेला पार्क आइसक्यौँ। हाम्रो साकेला पार्क चाहिँ यस्तो छ। हेर्नु होला, हिजो दिनभरि अस्ति दिनभरि लगाएर हामीले सफा गरेको राम्रो बनाएको हाम्रो गेट। वाउ नाइस, राम्रो रहेछ। ल हाम्रो साकेला पार्क चाहिँ यही हो। वहाँनिर चाहिँ हाम्रो आउनु हुँदैछ दामी बाजे। अब उहाँले चाहिँ पूजा गर्नुहुन्छ यहाँनिर थानमा। अनि पूजा गरिसके पछाडि भएर चाहिँ हामी साकेला नाच्छौँ। उहाँले चाहिँ लिएर आउनु हुँदैछ सबैजनाले घरबाट। चाहिँ अब थान घुम्नुपर्छ पूजा गर्दै गर्दै सबैजना। बाजे देवहरू घुम्नु हुँदैछ। अब चाहिँ हाम्रो फाइनली भित्र पस्ने टाइम भएको छ, पूजा गर्ने टाइम। पूजाको भिडियो चाहिँ काठमा रहन्छ, त्यही भएर मैले चाहिँ भिडियोमा देखाइनँ। ल सौजन बहिनी आजको कुक भन्न चाहिँ नमिल्ने हो। यसो आएर टिक्रिक्क उभिएकी चाहिँ के बनाएको सौजन? यो साइड चाहिँ हाम्रो सप एरिया, व्यापार गर्ने एरिया छोडिदिएको होइन। हामीले यो सब ठाडेको होइन। यहाँ चाहिँ भर्खर स्टार्ट हुँदै रहेछ। 1-2वटा पसलहरू राखिरहनु भएको छ। अनि यो के पो भन्छ, ट्रम्पलिङ जम्प भन्छ कि के जम्प भन्छ, आई डोन्ट नो, बट यहाँ छ। अनि त्यसपछि यो एरिया चाहिँ सब उयो है, चटपटे पसल अनि के पसल हुन्छ सब क्या एभ्रिथिङ। यो एरिया चाहिँ सबै पसल एरिया दिएको छ हामीले। अनि यहाँ एउटा टेन्ट लगाएको बराबर चाहिँ लाइक पसल हेरिकन हामीले चाहिँ रेन्ट पनि उठाउने गरेको छ एक दिनको लागि। आई डोन्ट नो हाउ मच, बट हाम्रो अङ्कलहरूले चाहिँ लिने गरेर भन्नु भएको छ। किनकि हामीले यत्रो दुःख गरेर सरसफाइ गरेको छ अनि फोहोर पनि गरिदिनुहुन्छ। अनि हामीले पछि क्लिन गरिदिनु पर्छ, त्यसको लागि हामीले केही रकम पाइएको हुन्छ। त्यही भएर यो एरिया चाहिँ सबले ओगटेको हुन्छ। यो एरिया चाहिँ पुरै हाम्रो साकेला एरिया हुन्छ। अनि त्यो अघि देखाएको एरिया चाहिँ हाम्रो जस्ट मार्केट मात्र हुन्छ। पसलै पसल, के को पसल हो, के को पसल, खानेकुरादेखि लाउने पाउने सब एभ्रिथिङ। यो एरिया अहिले हेर्दा चाहिँ खाली खाली छ, बट आफ्टर 2 आवर्स or 3 आवर्स यो एरिया यति बिजी हुन्छ नि, लाइक मान्छे पनि हिँड्ने ठाउँ हुँदैन जस्तो लाग्छ मलाई चाहिँ है बाहिर है। हामी चाहिँ अब यहाँ काम गर्नुपर्ने हुन्छ। आलु त जम्मै भुइँमा क्या, अङ्कलले आलु त जम्मै भुइँमा राखिदिनु भएछ। अब मिस्टेकली हो कि डाइरेक्ट नै हो। ल हाम्रो काम खोल्यो है। बुनु हात बढाउँ न अगाडि। किन काम कुरोमा ढिलो गर्नु हुँदैन त होइन अङ्कल? यहाँ चाहिँ आलु खिलाउनु हुँदैछ आन्टीहरू। दादा यहाँ पानी तताउनु हुँदैछ चाम्रेको लागि। चाम्रेको लागि हो कि चामल पुलाउको लागि। अनि त्यो आन्टीहरू चाहिँ तरकारी खिलाउनु हुँदैछ। उनीहरू चाहिँ आलु खिलाउँदैछ। यो चाहिँ हाम्रो स्टोर रुम, खानाहरू राख्ने। हामी यहाँ चक्कु खोज्न आएको, एउटा मात्र भेटेँ। चपस्टिक पनि एउटा मात्र, चपस्टिक भन्न आएछ मैले चक्किङबाट एउटा मात्र। अरू कहाँ चाहिँ छ हौ? मैले यति नै भेटेँ, म चाहिँ अब यति लगिदिन्छु ल। यति छ, अरू त छैन। एउटा मात्र भेटेँ, एक सेट मात्र। हजुर खोइ एक सेट मात्र छ। हामीलाई चक्कुरा उलेर बोकेर आउनु भने हामी चाहिँ सजिलो काम भेट्यौँ भने फाइनली हामी चाहिँ बेलुन फुक्न गएको। ओइ मुख दुख्छ, मुख दुख्छ। बेलुन फुक्ने हाल्ने हतार हतार खुसीले आयो तर मुख दुख्छ भने ए ओइ मुख दुख्छ। अब हामी चाहिँ यहाँ बेलुन फुलाउन आएको। मेरो त छैन। ल गाइज हामी चाहिँ बेलुन फुलाइरहेको छौँ। अब बेलुन फुलाएर हामी चाहिँ स्टेज सजाउनु पर्ने हुन्छ। ए फुलाउने छिटो फुलाऊ है। अनि यतातिर यो चाहिँ हाम्रो
गेटबाट छिर्ने बाटो हो। अहिले नि देखाइरहेको छु, अहिले भरे त फेरि त्यहाँ हुन्छ केही देखिँदैन झ्याउझ्याउ हुन्छ। सो हाम्रो डेकोरेसन अनि तपाईँहरूलाई यहाँ म हाम्रो सामानहरू पनि देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ हाम्रो यहाँनिर सामानहरू छ है। यो धनुष त्यसलाई यसलाई ए टुङ्ना ल त्यस्तो हो क्या कुरो हाम्रो यो। अनि यसलाई के भन्छ? कठुवा पनि भन्छ चिन्डो। अनि यो थुन्से। यो तेल पेल्ने तेल पेल्ने त्यस पछाडि यो के भयो यसको नाम? यो हाम्रो जातो सानो मिनी जातो हाम्रो यो डिकी ओखली ग्यारेजमा बोक्ने डालो चर्खा नानी कोक्रो मायाको चिनो। पहिला मान्छे सृष्टि भएपछि हलो भयो हैन। हलो भएपछि अनि घुम बनायो ओडे अनि त्यहाँदेखि धागासँग काटेर लुगा बुने अनि त्यहाँदेखि अन्न फलायो यसमा हाल्यो यसमा कुटो यो पिनो यो कुटो यो लास्टमा यहाँ पकायो यहाँ कोसेली बोकेर हिँड्नु पर्छ। ओ माय गॉड ल यस्तो रहेछ है कहानी चाहिँ ल खतरा हजुर। अनि हाम्रो एलम्बर राजा यहाँ हुनुहुन्छ ल। मैले समग्रमा सब सामानहरू पनि देखाइसकेँ। अनि हाम्रो साकेला पार्क पनि यही हो। अब अहिले भएर चाहिँ यहाँनिर धेरै मान्छेहरू हुनुहुन्छ है, भिड हुन्छ, त्यही भएर मजाले भन्न पनि पाइँदैन देखाउन पनि पाइँदैन। त्यही भएर मैले अहिले नै सबै यहाँनिर तपाईँहरूलाई देखाइदिइसकेँ है त। ल गाइस हामी चाहिँ फाइनली रेडी भएर अब हिँडिसकेको छौँ साकेला नाच्नको लागि। अनि देख्न सक्नुहुन्छ बहिनीहरू पनि यतातिर राम्री बहिनीहरू पनि हुनुहुन्छ। अर्को बहिनी त हेर न बहिनी। फाइनली हामी आइसक्यौँ साकेला थानमा साकेला पार्कमा। यो चाहिँ म हो गाइस छोरा म हो हामी चाहिँ आइसक्नु भयो त नाच्नेहरू। हामी त खोइ के हो यहाँबाट म 10 11 बजेको सबैजना आइसक्नु भयो त यहाँनिर चाहिँ। हजुर दिलाउने काम चाहिँ तपाईँको ल टेन्सन नगर त हामीले पाउँछौँ क्या हाम्रै लाग्यो। हाम्रो चाहिँ स्टेज हो यो देख्न सक्नुहुन्छ। ल हाम्रो यहाँ चाहिँ स्वागत गर्नु हुँदैछ पाहुना टोलीहरूलाई स्वागत गर्न बस्नु भएको छ। अर्को टोली पनि आउनु हुँदैछ। यस्तै हाम्रो धेरै टोलीहरू आइसक्नु भयो। उहाँहरूले पनि हामी स्वागत गर्न बसिरहेछौँ। गुरुङ चौरीको हुनुहुँदो रहेछ उहाँहरू चाहिँ। सेवा 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 सेवा
बुनुहरूको चाहिँ यहाँनिर रहेछ हेन्डमेड सामानहरू। ओइ कस्तो राम्रो यो कसले बनाएको? बुके वाउ कस्तो नाइस। आहा ओइ यो कति हो बुनु? सिर्जना 100 रुपैयाँ अरे। यस वाउ बिचरा बुनु सबै बुनले बनाएको हो। यतातिर यहाँ यस्तो राम्रो राम्रो चिजहरू। यो चिम्टी हो कति हो? यतातिर पनि छ अरू सामानहरू पनि। ल हामीले चाहिँ बुनुकोबाट एउटा फुल लिदियौँ है। कस्तो दामी बुनले आफै बनाएको अरे ह्यान्डमेड। एकदम राम्रो राम्रो चिजहरू बुनले बेच्नलाई राखिरहेको रहेछ। यस कस्तो दामी है। अब चाहिँ हामी बजार एक्सप्लोर गर्दैछौँ। हेरौँ के छ। बबल टी आइस गोलाहरू सब कुछ रहेछ सब कुछ। अनि यता चटपटे पसलहरू। म पहिलोचोटि चाहिँ घुम्न भ्याएको थिइनँ घुम्न पाएको थिइनँ। अहिले चाहिँ म फ्री भएँ त्यही भएर यस्तो घुम्नेको। आमा बजार त अझै लागेको छैन मान्छेहरू आउँदै बाँकी छ अझै है। अझै आउनु बाँकी छ मान्छेहरू। यो त भर्खर सुरु मात्र हो। ल हामी त कहाँ आइपुग्यौँ हौ जाम पेट फर्केर। कस्तो मिस भएछ मैले चाहिँ म उता घुम्दै थिएँ यहाँनिर भिडियो गर्नै पाइनँ। यो चाहिँ हाम्रो बादाले सिले हो। बादाले जस्तै कन्याउने। यहाँ चाहिँ फेरि कसरी के हुन्छ बेलुनहरू पनि छ राम। यहाँ चाहिँ अब छिर्नै सकिँदैन क्या कति धेरै भिड हो। कतिवटा खाने एउटा बुझ्नै छैन। ब्यागहरू छिर्न सकिँदैन यहीँबाट। हाम्रो यहाँ सुदन किराती सर पनि नाच्नु हुँदैछ साकेला हाम्रो टिमहरूसँगै। हाम्रो आजको सम्पूर्ण अतिथिहरू यहाँनिर नाच्नु हुँदैछ साकेला।
हाम्रो साथीलाई चाहिँ अब अन्तिम भइसकेको छ। उहाँहरू चाहिँ अब घर जानको लागि रेडी हुनुहुँदैछ। हाम्रो साथीहरू थाहा उहाँहरू चाहिँ घुम्नु हुँदैछ। अब घर जानुहुन्छ उहाँहरू चाहिँ। अनि हाम्रो आएका टिमहरू चाहिँ उहाँनिर बिदाई गर्नलाई बसिरहनु भएको छ सबैजना गेटमा। हाम्रो सब बिदाई गरिरहेको छौँ सबैजनालाई। जानुभयो हाम्रो एउटा टोली चाहिँ जानुभयो। यसरी नै हाम्रो चाहिँ टोलीहरू सबै टोलीहरू गइरहनु भएको छ। अब चाहिँ बिदाई कार्यक्रम भइरहेछ हाम्रो यहाँनिर। अर्को टोली पनि आउनु हुँदैछ। बहिनीहरू चाहिँ आलु मात्र खाँदैछन्। सामने सामने सब सकेर लास्टमा आलु मात्र छ। आलु रहेछ अनि त्यसो त्यहाँदेखि मोही छ। आलु मोही खाँदैछौँ हामी चाहिँ। अब चाहिँ हामी पनि यो खाएर चाहिँ अब चाहिँ आज हाम्रो साथीले एकदम धेरै रमाइलो भयो। अब चाहिँ हामी पनि घर जान्छौँ सबैजना हाम्रो गाइज। अब सी यू नेक्स्ट भिडियो। बाई गाइज। हामी घर जान्छौँ। बाई बाई गरिदेऊ। बाई बाई। Bye guys, see you in next video. Love you all.